आज मैले मेरो पसलदेखि यति धेरै कमाइ गर्छु भनेर मैले सोचेको पनि थिएन। आज चाहिँ म बिहानै डान्स भिडियो सुट गर्छु भनेर रेडी हुँदै थिएँ, तर मेरो प्यान्ट नै मिलेन। म पसल खोलेदेखि यति मोटी भइसकेको छु, मेरो पहिलाको प्यान्ट नै मिलेन कि। भिडियो चाहिँ जसो तसो बनाइहालेँ, तर पसल आउनको लागि चाहिँ प्यान्ट चेन्ज गरेँ। अनि डान्स भिडियो चाहिँ मैले पोस्ट गरिसकेको छु। मेरो प्रोफाइल खोलेर हेरेर लाइक कमेन्ट गरिदिनु ल। अनि आजको मौसम चाहिँ एकदम सफा थियो कि, पानी परेको थियो नि त राति, अनि पानी परेपछिको मौसम कति दामी हुन्छ नि त। त्यस पसल आएपछि भिडियो सुट गर्छु भनेर क्यामेरा अन मात्रै के गरेको थिएँ, मलाई मेरो मान्छेको फोन आयो। मैले अनि उहाँलाई पनि देखाइदिइहालेँ क्यामेरामा। अनि आज मेरो पसल यति भिड थियो, एउटा मान्छेको पनि खुट्टा राख्ने ठाउँ पनि थिएन कि, त्यति भिड थियो। यति भनिराख्दा चाहिँ हजुरलाई कति कमाएँ होला भन्ने कति खुल्दुली भएको होला। ल हेर्नुहोस्, आज चाहिँ मैले यति कमाएको थिएँ कि 5 जना मात्रै कस्टमर हुनुहुन्थ्यो। और कैसा लगा मेरा मजा?